नमस्ते। एउटा बलियो घरको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यसको जग हो। आज हामी नेपाल भवन संहिता NBC 205/2024 अनुसार सुरक्षित जग कसरी बनाउने भन्ने बारेमा कुरा गर्नेछौँ। सबैभन्दा पहिले घर बनाउनु अघि माटोको क्षमता जाँच गर्नुपर्छ। कम्तीमा 1.5 मिटर गहिरो खाल्डो खनेर माटो कडा, नरम वा मध्यम कस्तो छ भन्ने कुरा पक्का गर्नुहोस्। याद राख्नुहोस्, पानी जम्ने वा पहिरो जाने जोखिम भएको ठाउँमा यो नियम लागू हुँदैन। जगको साइज र गहिराई तपाईको घर कति तल्लाको हो र माटो कस्तो छ भन्ने कुरामा भर पर्छ। साधारणतया 2 तल्ले घरको लागि 350 मिलिमिटर र 3 तल्ले घरको लागि 400 मिलिमिटर मोटो ढलान आवश्यक हुन्छ। जगको चौडाई 1.5 मिटरदेखि माटोको अवस्था हेरेर 2.8 मिटरसम्म हुन सक्छ। जग बनाउँदा सधैँ M20 ग्रेडको कङ्क्रिट अर्थात् 1 भाग सिमेन्ट, 1.5 भाग बालुवा र 3 भाग गिट्टीको मिश्रण प्रयोग गर्नुहोस्। रडको हकमा FE 500 ग्रेडको 12 वा 16 मिलिमिटरको डन्डी प्रयोग गर्नुपर्छ। रडलाई खियाबाट बचाउन साइडमा 75 मिलिमिटरको कभर राख्न नबिर्सनुहोस्। यदि तपाईको जग जग्गाको साँधमा छ भने त्यहाँ स्ट्र्याप बीमको प्रयोग अनिवार्य छ। जग मुनि ढुङ्गा वा इँटाको सोलिङ गरेर मात्र ढलान सुरु गर्नुपर्छ। ढलान गर्दा मसलालाई राम्रोसँग खाद्न भाइब्रेटरको प्रयोग गर्नुहोस्। सम्झनुहोस्, जग बलियो भए मात्र घर सुरक्षित हुन्छ। निर्माण गर्दा सधैँ प्राविधिकको सल्लाह लिनुहोस् र भवन संहिता पालना गर्नुहोस्। सुरक्षित निर्माण, सुरक्षित भविष्य। धन्यवाद। फेरि अर्को भिडियोमा निर्माणको चरणहरूको बारेमा जान्नेछौँ।